सो हेलो गाइज वेलकम टु आवर ब्लग। अहिले हामीहरू इटरीमा छौँ। अहिले हामीहरू पिपल चोकबाट झ्याप्झुप हिँड्दै यहाँ इटरी चोकसम्म आइपुगेको छौँ कुशल भाइसँग। अहिले हेर्दाखेरि चाहिँ 1:25 हुँदैछ। यो इटरी चोकको म्यादर केटा हो। हेर केटा हो, यो इटरी चोकको सुनसान हुँदो रहेछ। एउटा गाडी आउँदैछ साइड फर्स्ट लाइनमा छ। यता चाहिँ नगर्न हो यहाँ ब्लग केटा हो। यहाँनिर हेर्न सक्छौ तिमीहरू, गाडी हो एउटा। त्यो केटा हो यहाँनिर तिमीहरूले हेर्न सक्छौ। हामीहरू आउँदाखेरि यो केटा अगाडि नै थियो, यो पछाडिको चाहिँ केटी हो। अगाडि केटीहरू चाहिँ किन राति हिँड्दैछन् भनेर मैले चाहिँ बुझेको छुइनँ। यिनीहरू चाहिँ कहाँबाट निक्लेको भन्दाखेरि ठ्याक्कै त्यो दुईवटा त्यो भर्खर गएको टिपरको बाट यिनीहरू निक्लेको हो। मैले देखिरहेको थिएँ, मेरो दुईवटा आँखाले देखिरहेको थियो। भेट्छ त्यो कुले ब्यादर ब्लगिङ गर्दैछ यस्तो खाते कुले असले। हामीहरू केटा यहाँ देख्न सक्छौँ। म्यासको जल के हो यो त्यो अहिले भाइ म देखाउन सक्दिनँ। अहिले म भाइ पबतिर छिर्दिउँ न त। हामीहरू चलबलतिर छ नि त भाइ। तसँग आड्नुहोस् अरे लु 400 भाइ 200 त पर्छ छिर्न। 200-300 पर्छ हो भाइ। ए हो भाइ, कस्तो गिदी गर्छ यो फेरि। भाइ त पबमा चाहिँ छिर्छस् कि छिर्दैनस्? लु पैसा छ भाइ, तक्कुले ल्याङ्ला नै म भन्दैछु यहाँ। तर बिचमा हिँडाउँदैछ त्यसले छोड्दै यता। यिनीहरू मलाई लाग्छ जहाँसम्म यिनीहरू पनि पब नै गएको हो यताउता। अलिकति गाडी छ, यो चाहिँ गाडी हो। हाँस्दै छ ड्राइभर पनि हाँस्दै छ। हामीहरूलाई देखेर ड्राइभर हाँस्दै छ। केटा म हेलो गाइज वेलकम टु आवर बाई भन्न चाहन्छु। जेरो ब्लग्समा केटा हो। अब चलपल केटा हो। अब हामीहरू चाहिँ अब बाइक हिँड्दैछ केटा हो। देख्न सक्छ तिमीहरू। गोर्खा हो यो चाहिँ। अब गोर्खालाई हामीहरूले सुपर पास गरिदिइरहेछौँ केटा हो। भाइ हामीहरू यो बाटो छिर्नुपर्ने हो। हेलो गाइस, हेलो ओए भाइ तैँले के बोलेको? फ्यामिली फ्रेन्डली ब्लग हो भाइ। के गर्ने भन्दै त्यहाँ पुलिस काकासँगै कुरा हुन्छ हामीहरूको। त्यहाँ काकासँग कुरा हुन्छ, मामासँग एकलट कुरा गरिदिनै पर्ने हुन्छ। ओहो केटा हो, यहाँ त अनलाइन पेमेन्ट गरेर त्यहाँ चिया खाइदिनुलाई एकलट। डेटा त छैन। गोर्खाको इन्टरनेट छ नि त। वर्ल्ड लिङ्कले त अफ गर्दैन नि त भाइ। बेरोजमा चल्छ नि त। हटस्पट दिँदैछु नि त म तँलाई। 3D 2D बोर्ड। यहाँ केटा चिया पनि खुवाउँदैन एकले। म्यासको झोलले चाहिँ कुकुरको म्यादर चाहिँ कुशल भाइ। यहाँ त बिहानै म्यादर आयो। त्यहाँ 1:30 बजे नै यहाँ त चल्दैछ त अनि गाडी। के हो यस्तो? कत्रो ठुलो गाडी हो बे हो? त्यही त केटा हो। यो चाहिँ हामीहरू चोककै बिचमा आइदिइराखेको छौँ। अहिले भन्नुपर्दाखेरि चाहिँ मलाई पनि हिँड्न अल्छी लागिरहेछ। हिँडेरै फेरि घर जानुपर्ने थियो। अब बरु हामीहरूले त नाइट वाक हान्दिनु पर्ने। आधी घन्टामा आइपुग्यौँ ल। म्यादर चुत्ली त यतै हामी झन्डै साइको हो यो केटा। कतै घुमायो त साइकै रहेछ यो। बनेपा यिनीहरू रेस हानिरहेर चाहिँ यो चाहिँ अलिकति
केटा यहाँ चाहिँ अलिक गाडी हिँडेर यो अलिक धस्सेको रहेछ यहाँ यो त अलिक धस्सेको रहेछ केटा हो यहाँ चाहिँ ओहो पानी पनि रहेछ नि त भाइ यहाँ एक लट पानी हाल्नु त पानी खान्छ यहाँ जारमा चाहिँ 13 गएको डन्डी हो छ यार पानी मिल्छ होला यो भाइ जारको पानी हो भाइ कति बज्यो भन्दा केटा हो अहिले केटा हो 1:30 जस्तै 2 को हाराहारीमा छ यो चाहिँ होटल हो यो अस्ति नै आगो लागेको थियो अहिले हट बनाइराखेको छ भाइ त्यहाँ किन यहाँ भाइ त्यहाँ यो विराटनगर जाने बाटो हो केटा यो चाहिँ विराटनगर यो के अरे झापा जाने बाटो हो अनि यो चाहिँ इनरवा जाने बाटो केटा हो भन्नुपर्दाखेरि चाहिँ अहिले एकदम चिसो अलिकति हावा चलिरहेको छ अनि केटा हो अब चलपल बेसी भइसक्यो यो पोलर चाहिँ केटाहरूले भाँच देखिरहेछ यहाँ अस्ति नै जेन आन्दोलनमा यहाँ अलिकति भएको थियो राम्रो बनाएको थियो झन्डा चाहिँ केटाहरूले नै हालेको हो यहाँ देख्न सक्छ केटा हो हामीहरू पनि यहाँ यही एरियामा चलपल दिइरहेको थियौँ हामीहरूले यही ठुलै आन्दोलन गरेको यो यहाँ पनि ब्याङबुङ भत्ता दिइहालेको यो मेरो सबोर्डिनेट बढी ब्लगिङ गर्दैछ कुरा यो भनेको मेरो छोरा हो यो मेरो सबोर्डिनेट चलपल दिइरहेको छ धेरै छोराले देखि सिकेको मैले बाउले सिकेको हो अलिकति छोरा एकदम एडभान्स भइहाल्छ कि अपन सिकिहाल्नु भनेर ब्लग यहाँ चाहिँ केटा हो यहाँ चाहिँ यहाँ राजाको उयो पनि छ केटा हो यहाँ त्रिभुवन हो भाइ म हेर्दैछु भाइ नाम श्री 5 राज धीराज वीरेन्द्र हो भाइ यो केटाको नाम वीरेन्द्र काका हो त्यो आफ्नै हो केटा हो यही हो यस्तो हो केटाहरू त्यहाँ हिँडेर चलपल दिइराखन् वहाँनिर केटा हो तिमीहरूले देख्न सक्छ अगाडि त्यो केटाहरू त यतैतिर आउँदैछन् म्यादर चुतहरू हामीहरू यताबाट निक्लिनै पर्ने हुन्छ अब निक्लिन म्या सर यहाँ केटा हो तिमीहरू देख्न सक्छौ यो चाहिँ कञ्चन मन्चिया पब हो भेडाड केटा नि तर पबमा जानलाई यसरी डो छैन र मात्रै कि डो छ कुलेसँग डो छ कुलेले डो नै झिक्दैन कुलेसँग डो छ झिक्दैन ओ छिर्दिम त ओए उहाँ ऊ त हेर्नु त कुदो गइरहेछ के मागैरहेछ के मागेर टिकट चाहिन्छ यहाँ छिर्न कुन टिकट हो यो अब बिहानै काट्नु पर्ने त्यो केटाहरूले त त्यहाँ सल्लाह गरिरहेको थियो पछाडि केटा तिमीहरूले देख्न सक्छ यहाँ मैले देखाइरहेको छु पछाडिपट्टि केटाहरूले सल्लाह गरिरहेको उता त्यो कुनामा केटाहरूले हिँड्दा पबमा चाहिँ गइरहेको थिइनँ जान्छ यसलाई एकदिन राति हानेर निकाल्ने विश्वास छ मलाई त्यो टिकट चाहिन्छ यहाँनिर बाहिरको केटाहरू त बाउन्सर पो रहेछ त अनि दाइ छिर्न के गर्नुपर्ने हो काट्नुपर्छ भाइ दिउँसो आएर मलाई बहुत थाहा छ क्या भाइ मलाई अनि भाइ तैँले किन अहिलेसम्म टिकट काटिनस् त भाइ पैसा दिएन काट्नलाई भाइ छैन पैसा थेट त्यो केटाले केटी लगेर 1000 रुपियाँ टिकट ओ भाइ यहाँ आज अहिले त अटोको त लाइन छ ओ त आमामा यत्रो उदि हुँदो रहेछ नि त अटो सोटो त राति हुँदो रहेछ नि त चलपल हुन्छ राति सुतेर बस्नु चलपल चाहिँ स्टलै लागिरहेको ओहो यहाँ त स्थलै लागिरहेको मजाले हानौँ त भाइ यहाँ घाँटी ओभर सुकिरहेको छ मेरो अरे यहाँ त केटा चलपल हुँदो रहेछ नि त राति हुँदो रहेछ नि त जे हुन्छ राति म चाहिँ पहिले गएर राति हिँड्थेँ म चाहिँ पहिले होइन तर पहिले कुशल भाइ थिएन कि चलपल दिने नै कुशल भाइ हो क्या यो भाइले दिइरह हो क्या अहिलेसम्म चलपल चाहिँ पहिले यहाँनिर धेरै थिएन अलिअलि निक्थ्यो 2 वर्ष जे दिन ओभर धेरै भइहालेछ जे दिन्थ्यो यहाँ कुशल भाइले दिन्छ क्या अरू कसैले दिँदैन थियो कुशल भाइले नै दिने गर्थ्यो मेरो कन्ट्याक्ट थियो अहिले कन्ट्याक्ट केटाहरू पनि यहाँ त पुरै खाली छ त अब यहाँ
कसरी यहाँ यतातिर चलपल हुनु भएर खाली नथालो चलपल भएर के साइको भयो कि के कसले भाइ यहाँ त भाइ के बोल्दैछस् थाहा छ त नै यहाँनिर पहिले खानेकुरा थियो क्या भाइ स्टलहरू त्यता थियो कि अगाडि ल्याएर खाएको कुशल भाइले कुरा चाहिँ मिलाउँछ यसो डुटपुट हान्छ मलाई नै खाँदै म्यासाले भाइ म तँलाई असली एरियातिर लग्छु ऊ त्यो दुईवटा अगाडि अब हामी गइरहेको छौँ सिजी अरे सिजी इन्टरनेट हाम्रो पनि हो कि तर लामो चल्छ र मात्रै भाइ त घरि चाहिँ भर्टिकल गर्छस् घरि यो हरिजेन्टल गर्छस् पारा के त्यो कुकुर हो आफ्नै केटा हो तरिका उयो त उयो त्यो त्यो उतापट्टि ऊ त्यतातिर त्यो त्यतातिर केटीहरू जुन चाहिँ आइमीहरू थियो नि तिनीहरू प्रस्टिट्युटहरू हो भाइ यस्तो नबन्नु न भाइ ब्लगमा प्रस्टिट्युट भनेको भाइ मैले के भनेको मादर चोक मर लाग्नु भाइ त्यो तिनीहरूको काम हो क्या भाइ मैले त्यो चाहिँ भनेको क्या भाइ यो जे पाइ त्यही भनिरहेको छु यो ब्लग हेऱ्यो भने मेरो गाँडो हान्छ क्या अलिकति भाइ मैले के चाहिँ भने भाइ मैले छुटको यो ब्लगमा युट्युबमा हालिरहेको छु नि त भाइ म चाहिँ केमा हाल्दैछु त म चाहिँ यहाँ तेरोमा हाल्दैछु साइको भयो कि क्या यो कुले म्याद त हालिदियो भने थिएन नि त मलाई भाइ कहाँ हालिदियो भाइ त्यो को त्यो ब्लगमै देखिरहेको छैन नि त कसलाई भनेको हामीहरूले यो मादर चोकले भनिरहेको छ भने चाहिँ यसको युट्युब च्यानल नाम के अरे अरुण ब्लग्स मेरो सबोर्डिनेट केटा यो चाहिँ यो मेरो छोरा हो सबोर्डिनेट मेरो छोरा त्यहाँ अगाडि हेर त हाम्रो अगाडि हेर त दामी भ्यूहरू छ होइन यस्तो तर धुलो रहेछ अलिकति होइन केटा यहाँ चाहिँ यो चाहिँ इटारी चोक हो इटारी चोकै केटा हो इटारी चोक लगभग बिपी चोक बाटो आइपुग्यौँ होइन सबोर्डिनेट हो केटा हो यो चाहिँ गयौँ भने पुगिन्छ तर साथी हामी आइतबारबाट छिरेर जाने कि भाइ केटा यो चाहिँ सबैको त्यो अगाडिको दुइटा केटी देखिरहेछ नि हो त्यो चाहिँ प्रस्टिट्युटहरू हो है यसले भनिरहेको तर म देखाइरहेको छु नि भाइ देखान क्या कस्तो गीत हान्छ त बाउले त्यो दुइटा चाहिँ प्रस्टिट्युटहरू है कुशल भाइले प्रस्टिट्युट लिएर ओभर ल्याङ गइरहेको छ कि त्यो त केटा होइन त्यो त केटी हो त म्यालो केटीको रूपमा केटा हो त त्यो त ओभर क्रेजी हो केटा हो यो त ओभर बिटी हो त बिटी जिरहेको मलाई यस्तो जिन्दगीमा केटी नदेख्दा भइरहेको यो चाहिँ कुशल भाइ भाइले पनि यहाँ गाँठा भएर काम सुरु गर्न सक्छ है केटा हो यसले काम सुरु गरेछ ऊ त भन्छ नि त्यसलाई के भन्छ कस्टुमा जाँदैछौँ लिनलाई हामी यसको भठाम अरू मैले गाँठ थापेर एक रातको फाट्टा निकाल्छ अब त्यसले त त्यहीँ रोकेर चाहिँ केटी डुटपुट गर्न खोज्दैछ यार यो गाडीवालाले पछाडि हेर्नु केटा हो हेर है भाइ म तँलाई किन यो एरिया लग्दैछु त भन्दाखेरि नि मलाई थाहा छ भाइ त्यो केटा त उत्रेर त केटी लग्दैछ त पछाडि हेर है केटा हो हेर है मैले नहेरे पनि हेर है हेर है केटा हो बाइक हो है केटा हो यो बाइक है केटा अर्को गाडीमा ल्याम्या त कालो बिरालोले खत्तै बाटो काट्दै थियो त्यहाँ त त्यसै दुवै कालो बिरालोले बाटो काटेर रोकेको हो र भाइ त गाडी अर्को गाडी निकाल्न गएको भाइ कालो बिरालो खतै यता छिरो के कालो बिरालो यो निमिषमा छिरो क्या मेरो के गर्नु त दुईलाई टानेर सुत्न त यस्तै त केटा हो अगाडि हेर है भाइ हामीहरूले त 5-7 जना मात्रै त प्रस्टिट्युटहरू देख्यौँ त हामीहरूले त अरू त देख्दै देखिनौँ त सरी गाइज सरी यो फ्यामिली फ्रेन्ड ब्लग भन्छ यो अनि सबै थोक देखाइरहेको छ यो मादर चोक केटामा हामीहरूले प्रस्टिट्युट हेर्न चाहिँ हिँडेको होइन हामीहरूले यस्तो रातिको इटारीको चलपल हेर्न हिँडेको है केटा हो लास्टमा चलपल गर्न हिँडेको यसो घरमा चोरी भइरहेको अरे क्या त्यो त ओभर क्रेजी हुन्छ मेरो त घरबाटै फेरि दिदी छ तर त्यसले थाहा पाउँछ के थाहा पाउँदैन कि हेर त्यही भयो तर दिदी छ यार भाइ 500जना केटाहरू छिरो भने दिदी हुन्छ नि त फेरि भाइ त्यो चाहिँ हो क्या भाइ यहीँबाट फर्किदिने कि यहाँबाट छिर्ने त खत्तै के गर्ने भन्दा भाइ म त भाइ यहाँ अलिकति अगाडि एउटा
ल गाइस मेरो चाहिँ एन्ड अफ द ब्लग यही हो केटा हो म चाहिँ अब ब्लग गर्दिनँ है भयो केटा आजको लागि ब्लग यति नै हो आजको लागि खचखच होइन गाडी हो केटा गाडी 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 ल केटा हो अब बिस्तारै कुरा हुन्छ तिमीहरूसँग मेरो त धेरै बोलेर यो युट्युबमा दुखिरहेको छ एडिट गरिकन यहाँनिर कुशल भाइसँग चाहिँ केटा हो मेरो सबर्डिनेट है केटा हो अब यहाँ यस्तै गरेको ल गाइज द हिँड्दै गाइज तर निन्दिङ